गुड मर्निङ। नमस्ते लुम्बिनी। डाक्टर लिमले हाम्रो लागि यति राम्रो व्यवस्था गरिदिनु भयो। डाक्टर लिमले जो चीज आज गर्नुभयो उहाँको लागि हामीले एउटा कष्ट गरौँ। हामी सबैजना उठेका मान्छेलाई कति कष्ट भएको छ भन्ने कुरा बसेकाले पनि एकपटक त्यो महसुस गरौँ र सबैजना एकचोटि उठेर मात्रै डाक्टर लिमलाई ताली ठोक्नुपर्छ। सबैजना उठ्नुहोस् त एकचोटि। डाक्टर लिमको लागि जोरदार ताली कृपया। र उठेर मैले डाक्टर लिम भन्छु, लङलाई भन्डोला तपाईहरुजना। डाक्टर लिम, डाक्टर लिम, डाक्टर लिम। धेरै धेरै धन्यवाद। बसिदिनु होला कृपया। यस्तो व्यक्तित्वहरू कमैको जन्म हुन्छ। डाक्टर लिम जस्तो व्यक्तित्वहरू यो धरतीमा कमैको जन्म हुन्छ। तर डाक्टर लिम यस्तो व्यक्ति पायौं हामीले जसले सामान्य भन्दा सामान्य परिवारको मान्छे, गरिब भन्दा गरिब परिवारको मान्छेले पनि राम्रो जिन्दगी जिउनु पर्छ, उ पनि हाँसेर बाँच्नु पर्छ, त्यसको लाइफस्टाइल पनि क्वालिटीको हुनुपर्छ, त्यो पनि स्वस्थ भएर बाँच्नु पर्छ भन्ने अभियानका साथ मलेसियाबाट सुरुवात गरिएको कम्पनी आज हाम्रो देशमा यसरी फ्याक्ट्रीको उद्घाटन गर्दै गर्दा सिङ्गो नेपालको यहाँ हामी उपस्थित भएका व्यक्तित्वहरूको मात्र होइन, सिङ्गो नेपालले आज एउटा यस्तो खुसीको दिन पाएको छ। कृपया यसलाई यसरी हल्ला गर्नुस्, यसरी प्रचार गर्नुस् ताकि मैले बोलेका केही शब्दहरू आगामी दिनमा यो भविष्यमा यी कुराहरू पूरा हुनेछ। मैले भनेको थिएँ हरेक प्रोग्राममा यो देशमा एक दिन क्राउन एम्बेसडरले भरिएको देश भनेर चिनिनेछ भनेको थिएँ। त्यो सपना अब पूरा हुँदैछ। जोरदार ताली कृपया तपाईहरुको लागि। सायद मन लाग्थ्यो आज मान्छेहरूले दशौं दशक वर्ष डिजिटल इन्डस्ट्रीमा मेहनत गर्नुभयो, प्रयास गर्नुभयो, तर त्यो प्रयासका बावजुद पनि जो यो इन्डस्ट्रीमा त्यो प्रयास गर्ने व्यक्तिमा एक व्यक्ति मेहराम खड्का रह्यो। मैले कहिलेकाहीँ प्रश्न गर्थे, म सक्षम परिवारबाट, धनी परिवारबाट, सफल परिवारबाट र काठमाडौँ नेपालको राजधानी काठमाडौँबाट जन्म लिएर या के भएर क्राउन एम्बेसडर भए? म आफूले आफूलाई प्रश्न गरेँ। आज मलाई प्राउड यो लाग्यो कि सायद यो व्यक्ति बन्नको लागि मेरो बुवा र आमाको लागि पनि एकपल्ट ताली दिनु त। किनभने अचम्मको कुरा के भएछ भने यो डिएसएन नेपालको फ्याक्ट्री पनि आजै उद्घाटन हुनु र यो म धरतीमा पाइला टेकेको दिन पनि आजै परेछ के। अचम्मको कुरा के भयो भने जो यस्तो पवित्र दिनमा म जन्म लिएको रहेछु, बुद्ध जयन्ती पनि आजै, जो आज डिएसएन नेपालको प्रथम क्राउन एम्बेसडर जन्मिएको दिन पनि आजै, डिएसएन नेपालको फ्याक्ट्री उद्घाटन भएको दिन पनि आजै। सायद यति राम्रो दिन लिएर जन्मिएको कारणले गर्दा पनि सायद पहिलो बनेकी जस्तो पनि महसुस भयो आज। जति म खुसी छु त्योभन्दा कैयौँ गुणा तपाईहरु खुसी हुनुहुन्छ, किनभने हाम्रो भविष्य उज्जवल छ। हामीले डिएसएन सुरुवात गर्दै गर्दा त्यति बेलामा डिएसएन नेपालको फ्याक्ट्रीको कुरा छोडिदिनु न, यो देशमा डिस्ट्रिब्युटर पनि बन्न पाइन्थेन, हाम्रो देशको झण्डा देख्न पाइन्थेन। कसैले मलेसिया देख्थ्यौं, कसैले कतार देख्थ्यौं, कसैले दुबई देख्थ्यौं, कसैले इन्डिया देख्थ्यौं। हामीलाई त्यति बेला महसुस हुन्थ्यो मेरो देशको झण्डा मेरो सिएसएसमा कहिले देख्न पाउँछु। हामीले हाम्रा लिडरहरूलाई भन्थ्यौं, तपाईहरु चिन्ता नगर्नुस्, तपाईहरु पिर नगर्नुस्, हामी लड्छौं, ल्याउँछौं भन्थ्यौं। आज त्यो दिन देख्न पाइयो। यार ताली ठोक्नुहोस् एकचोटि। आज त्यो दिन पुरा भएको छ। किनभने मेरो पनि कटकचित्त दुख्थ्यो नि कुनै बेला। मैले पनि मलेसिया गभर्नमेन्टलाई ट्याक्स तिर्थे। अहिले मैले मेरो देशलाई ट्याक्स तिर्दै गर्दा सायद यो धरतीमा सबैभन्दा खुसी हामी भएका छौँ। यहाँ हामीले कुनै देशको झण्डा देख्नु परेको छैन। अहिले पहिला नेपाल देख्छौँ अनि विश्वलाई देख्छौँ। सायद डाक्टर लिमको यो महान सोचको कारणले गर्दा आज यो चीज प्राप्त भएको छ। मलाई त लागिरहेको छ यो हामी सपनामा छौँ या विपनामा छौँ। सायद तपाईँलाई पनि त्यस्तै लागिरहेको होला। किनभने यो देशमा सजिलो थिएन, यो देशमा यो फ्याक्ट्री खोल्नु सजिलो थिएन। यसका पछाडि धेरै प्रोसेस छन्। यो त 2020 देखिको सङ्घर्ष हो। 2020 देखि 21, 22, 23, 24 अहिले 25 मा आएर यो चीज देख्न पाइयो। आज धेरै डाइरेक्ट सेलिङ कम्पनीका सपना छन् कि उनीहरूले पनि यस्तो फ्याक्ट्रीहरू लन्च गर्न सक्छ। सजिलो छैन, धेरै गाह्रो छ। तर डाक्टर लिमले भन्नुहुन्छ कि जहाँ गाह्रो छ त्यहाँ डिएक्सन, त्यहाँ डाक्टर लिमले सम्भव बनाइदिनुहुन्छ। सो नेपालमा हाम्रो लागि यति नै प्राउडको कुरा छ। सायद यो म्यासेज विश्वभरि पुगोस्। हामीलाई सोसियल मिडियाबाट धेरै देशबाट हेरिराख्नु भएको छ। जति देशबाट नेपालीहरूले हेर्दै हुनुहुन्छ तपाईँ भाग्यमानी हुनुहुन्छ। तपाईँको देश, तपाईँ जुन देशमा कर्म गरिराख्नु भएको छ त्यो देशबाट उठ्नुहोस्, जाग्नुहोस्। एक दिन त्यो देशबाट